जिल्लाको ढोरपाटन पाखाथरमा हो। म जुन चाहिँ यो कास्की जिल्लाको सराङकोट तोरीपानी भन्नेमा धेरै मान्छेहरू फलाइट भएको प्याराग्लाइडिङ गरेको देख्दाखेरि मलाई पनि एकचोटि म पनि फलाइट हुन पाएँ भन्ने मलाई साह्रै इच्छा थियो। त्यसैले म अहिले फ्लाइटमा अब नितेश बहादुर छेत्रीले मलाई फ्लाइट गराइरहनु भएको छ र म यो आकाशमा हावाको कावा खाँदै म उडिरहेको छु र एउटा पिञ्जराले मैले देखेको एउटा किताबमा सानो सानो हुँदा म पढेको थिएँ। सुगालाई पिञ्जरामा विधिले पार्यो मलाई यो संसारमा कति डुल्ने थिएँ कति फिर्ने थिएँ भन्ने चाहिँ पढेको थिएँ। त्यसैले हामी मानिस भए पनि कुनै उयोबाट हामी पनि उठ्न सकिने रहेछ, हेर्न सकिने छ, घुम्न सकिने रहेछ। म अति नै खुसी लागेको छ। पहिला योभन्दा मेरो छोरा चन्द्र अडै भन्ने र इमानुएल भन्ने पनि यहाँबाट सराङकोटबाट फ्लाइट भएका थिए। मेरो छोरा सन्देश भन्ने पनि फ्लाइट भएको थियो। उनीहरूले पनि छोराले हुन्छ फ्लाइट जाउँ भन्ने कुरा प्याराग्लाइडिङ चरम भन्ने कुरा गरेका थिए। अहिलेलाई भने अहिले मैले कस्तो खुसी लाग्यो। म अहिले हावामा कावा खाँदै म प्याराग्लाइडिङ चढिरहेको छु, उडिरहेको छु। यहाँको चाहिँ म अर्कै सबै चाहिँ ठाउँ गाउँहरू डाँडा गैराहरू पनि देखिरहेको छु। मलाई रमाइलो लागेको छ र आशा छ म चाहिँ जुन यो पोखराको जुन बजारहरू भिवातालहरू यिनी सबै चाहिँ यो भिडियोमा नै आउनेछ भन्ने मैले आशा पनि राखेको छु र अरूलाई पनि ओहो जङ्गबहादुर त गएर फ्लाइट हाम्रो गाउँतिरको त त्यति फ्लाइट भएका छैनन्, प्याराग्लाइडिङ चढेका छैनन्। गयो भने हामी पनि जानुपर्छ होला। जाने भने उनीहरूको समर्थ इच्छा जाग्नेछ।